सबैजनालाई नमस्कार। आज म तपाईहरुलाई वाइफाईको नाम हाइड गर्ने तरिका सिकाउने छु। तपाईले नामलाई हाइड गरिसकेपछि चाहिँ तपाईको वाइफाईको नाम कसैले देख्नुहुने छैन। नामै नदेखिसकेपछि तपाईको वाइफाईमा कसैले पासवर्ड लगाइ माग्नुहुन्न र पासवर्डै नलाइदिइसकेपछि थोरै मान्छेको मोबाइलमा अथवा डिभाइसमा मात्र वाइफाई कनेक्ट भएपछि तपाईको वाइफाई फास्ट हुन्छ। ओके, त्यसकारणले गर्दाखेरि आजको भिडियोमा अब हामी राम्रोसँग सिक्ने छौं आफ्नो वाइफाईलाई चाहिँ कसरी हाइड गर्ने अर्थात कसरी लुकाउने त। त्यसको लागि अब हामी सरासर भिडियोमा नै प्रवेश गरेर सिक्नेछौँ। तर तपाईहरु यदि सन्मेट युट्युब च्यानलमा नयाँ हुनुहुन्छ र अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैन भने आउने दिनहरुमा यस्तै जानकारीमूलक भिडियोहरु प्राप्त गर्न सबैजनाले यसलाई सब्स्क्राइब गर्नुस् अनि सब्स्क्राइब गरेपछि छेउमा रहेको बेल आइकनमा प्रेस गरेर अलमा दबाउनुस्, जसले गर्दा हरेक अपडेटहरु तपाईहरुले सहजैसँग प्राप्त गर्न सक्नुहुनेछ। साथै सबैजनाले भिडियोलाई पनि एक लाइक गरिदिनुस्। ओके, त्यसको लागि तपाईले सबैभन्दा सुरुमा आफ्नो मोबाइलमा कुनै पनि एउटा ब्राउजर खोल्नुस्। जस्तै यहाँनेरि मैले क्रोम ब्राउजर खोल्दै छु। यसरी तपाईले ब्राउजर खोलिसकेपछि यहाँनेरि यसको माथि सर्च गर्ने ठाउँमा तपाईले एकपटक क्लिक गर्नुस्। यहाँ क्लिक गरिसकेपछि अब तपाईले एउटा आईपी एड्रेस हानेर लगइन गर्नुपर्ने हुन्छ र त्यो चाहिँ विभिन्न राउटर अनुसार फरक पनि हुने गर्दछ। धेरै जसो राउटरहरुमा चाहिँ 192.168.1.1 हुने गर्दछ। तपाईले यो ट्राई गर्नुस्। यो भएन भने 192.168.0.1 पनि हुने गर्दछ र यो पनि भएन भने तपाईले 192.168.100.1 ट्राई गर्नुस्। यी तीनवटा मध्ये जुनमा हान्दाखेरि चाहिँ तपाईकोमा लगइन हुन्छ त्यसमा तपाईले क्लिक गर्नु पर्यो है त। अथवा तपाईले अर्को तरिकाले पत्ता पनि लगाउन सक्नुहुनेछ। त्यसको लागि चाहिँ सिम्पली तपाईले आफ्नो मोबाइलमा वाइफाई को सेटिङमा जानुस्। वाइफाई को सेटिङमा गइसकेपछि तपाईले उक्त वाइफाई को यतापट्टिको साइडमा पनि देख्न सक्नुहुनेछ तीर जस्तो अप्सन, अथवा तपाईले त्यही वाइफाई को नाममा क्लिक गर्दा पनि हुन्छ। त्यहाँ क्लिक गर्नुस्। त्यति गरिसकेपछि यसलाई थोरै सार्दै तल जानुस्। तपाईले त्यहाँनेरि तपाईकोमा मोर अप्सनहरु पनि हुन सक्ला, त्यहाँनेरि क्लिक गर्नु पर्यो। त्यसपछि तपाईले यहाँनेरि गेटवे भन्ने देख्न सक्नुहुनेछ, जसमा चाहिँ 192.168.100.1 भनेर यसरी लेखिदिएको छ। तपाईले यहाँ जे लेखिदिएको छ यसलाई कपी गर्नुस् अथवा टिप्नुस्। त्यसपछि अघि हामीले जसरी क्रोममा गएर सर्च गरेका थियौं त्यहाँनेरि जानुस् र उक्त नम्बर राखिदिनुस्। जस्तै मैले यहाँनेरि देख्न सक्नुहुनेछ 192.168.100.1 भनेर यसरी हानेको छु। यति गरिसकेपछि यसलाई अब सर्च गर्नुस्। यति गरिसकेपछि तपाई यो लगइनको पेजमा पुग्न सक्नुहुनेछ। यहाँनेरि चाहिँ हामीले युजर नेम र पासवर्ड राखेर लगइन गर्नुपर्ने हुन्छ र देख्न सक्नुहुनेछ युजर नेम भनेको छ, त्यसपछि तलतिर पासवर्ड भनेको छ र युजर नेम र पासवर्डमा चाहिँ राउटर अनुसार यो पनि फरक हुने गर्दछ। जस्तै प्राय जसो राउटरमा चाहिँ माथि पनि ADMIN र तल पासवर्डमा पनि ADMIN हुने गर्दछ। तपाईलाई यदि यो आएन भने चाहिँ तपाईको घरमा जो वाइफाई बनाउन आउनुहुन्छ उहाँलाई सोध्नु भयो भने पनि उहाँहरूले बताइदिनुहुन्छ, किनभने यो चाहिँ तपाईहरुलाई बनाउनकै निम्ति तयार पारिएको हुन्छ र तपाईहरु आफैले म्यानेज गर्न सक्नुहुनेछ। र यहाँनेरि मैले प्रयोग गर्न लागेको राउटर चाहिँ वाईको छ, त्यसकारणले गर्दाखेरि यसमा चाहिँ माथि युजर भनेको ठाउँमा टेलिकम एडमिन छ र तल पासवर्ड भनेको ठाउँमा एडमिन टेलिकम रहेको छ। सो मैले यसलाई हाने। त्यसपछि यसमा यहाँदेखि तलतिर लगइन छ, यसमा अब तपाईहरुले क्लिक गर्नुस् है त। यति गरिसकेपछि अब हामी सक्सेसफुली रूपमा लगइन भइसकेका छौं र हामी यहाँनेरि फ्रन्ट पेजमा पुगेका छौं। तपाईहरुले देख्न सक्नुहुनेछ। अब यो फ्रन्ट पेज पनि राउटरको कम्पनी अनुसार फरक हुन्छ। तपाईले केही टेन्सन मान्नु परेन। सबैभन्दा सुरुमा तपाई यसरी लगइन हुनु पर्यो पहिलो कुरा। अब यसरी लगइन भइसकेपछि तपाईले यहाँनेरि विभिन्न अप्सनहरु देख्न सक्नुहुनेछ यतापट्टिको साइडमा, जुन राउटरको नि यतापट्टिको साइडमै हुने गर्दछ र यहाँनेरि चाहिँ अब वायरलेस अथवा WLAN भन्ने अप्सन हुन्छ। त्यो अप्सन तपाईले खोज्नु पर्यो, अथवा तपाईकोमा देखिएन भने यहाँनेरि देख्न सक्नुहुनेछ मैले प्रयोग गरेको राउटरमा चाहिँ यहाँनेरि एडभान्स भन्ने अप्सन छ। यहाँ यो एडभान्स भन्ने अप्सनमा चाहिँ उक्त कुरा रहेको छ। सो अब म यो एडभान्स अप्सनमा क्लिक गर्छु। यहाँ क्लिक गरिसकेपछि देख्न सक्नुहुनेछ हामीले भने जस्तै WLAN भन्ने अप्सन यहाँनेरि रहेको छ। तपाईकोमा चाहिँ यो डाइरेक्ट हुन सक्छ अथवा वायरलेस भन्ने अप्सन भित्र पनि हुन सक्छ है त। यो अब तपाईले यसमा क्लिक गर्नुस्। यहाँ क्लिक गरिसकेपछि तपाईकोमा सुरुमै WLAN बेसिक भन्ने अप्सनै खुल्छ। अब तपाईले यसलाई थोरै हातले यतापट्टिको साइडमा सार्नुस्। यहाँ देख्न सक्नुहुनेछ यहाँ विभिन्न कुराहरु लेखेको छ। जस्तै यहाँनेरि हेर्नुस्, यहाँनेरि सुरुमा SSID भनेको छ। SSID भनेकोदेखि यतापट्टि देख्न सक्नुहुनेछ यहाँनेरि वाइफाई को नाम छ। तपाईको घरमा जुन वाइफाई छ त्यो वाइफाई को नाम चाहिँ यहाँनेरि देख्न सक्नुहुनेछ। र यो वाइफाई को नाम चेन्ज गर्न चाहनुहुन्छ भने यहाँनेरि क्लिक गर्नुस् र यसलाई हटाइदिनुस् यो बक्समा क्लिक गरेर। त्यसपछि के नाम राख्ने त्यो लेख्नुस्। जस्तै मैले यहाँनेरि यो नामलाई मेटेर NET नेट राखिदिए र तपाईले यो चाहिँ याद गर्नुस् क्यापिटल छ कि स्मलमा छ। मैले चाहिँ सबै क्यापिटलमा राखेको छु NET। यसपछि यहाँदेखि तलतिर तपाईले देख्न सक्नुहुनेछ ब्रोडकास्ट SSID भनेको छ। यसको यतापट्टि यहाँनेरि एउटा बक्समा टिक लागेको छ। अब तपाईले यो टिकलाई हटाइदिनुस्। यसरी यो टिक हटाएपछि यहाँदेखि अलि तल आउनुस्। यहाँनेरि तपाईले देख्न सक्नुहुनेछ WPA प्री शेयर की भनेको छ।
यसको यतापट्टि तपाईँले यहाँनिर स्टार स्टार देख्न सक्नुहुनेछ र यहाँनिर बक्समा टिक लागेको छ। यो टिकमा एकचोटि क्लिक गर्नुहोस् र त्यस पछाडि तपाईँले यहाँनिर देख्न सक्नुहुनेछ तपाईँको वाइफाईको पासवर्ड यहाँनिर देखाउने गर्दछ। सो अब तपाईँले यहाँनिर कुनै पनि एउटा नयाँ पासवर्ड राख्नुहोस्। यसरी तपाईँले नयाँ पासवर्ड राखिसकेपछि यसको यतापट्टि यहाँनिर टिक लगाउनुहोस् र यसलाई हाइडमा क्लिक गर्नुहोस्। यति गरिसकेपछि अब सबैभन्दा लास्टमा देख्न सक्नुहुनेछ तपाईँले यहाँनिर एप्लाई रहेको छ, यो एप्लाईमा क्लिक गर्नुहोस्। यति गरिसकेपछि देख्न सक्नुहुनेछ हाम्रो मोबाइलबाट वाइफाईको कनेक्सन हटिसकेको छ। अब हामीले वाइफाई कनेक्सन गर्नको लागि सबैभन्दा सुरुमा आफ्नो मोबाइलमा अथवा ल्यापटपमा केमा गर्नुहुन्छ त्यहाँनिर वाइफाई खोल्नुहोस्। वाइफाई खोलिसकेपछि तपाईँ उक्त वाइफाईको सेटिङमा जानुहोस्। यसरी वाइफाईको सेटिङमा आइसकेपछि अब तपाईँले यहाँनिर वाइफाई अन गरेर हेर्नुहोस्। देख्न सक्नुहुनेछ यहाँ कुनै पनि वाइफाई देखाएको छैन। अब तपाईँले उक्त आफ्नो हाइड गरेको वाइफाईलाई एड गर्नको लागि यहाँदेखि तलतिर देख्न सक्नुहुनेछ एड नेटवर्क भनेको छ, यहाँनिर क्लिक गर्नुहोस्। यहाँ क्लिक गरिसकेपछि नेटवर्क नेम भनेको छ, यो नेटवर्क नेम भनेको ठाउँमा चाहिँ तपाईँले जुन वाइफाईको नाम राख्नुभएको थियो त्यो राख्नुहोस्। जस्तै यहाँनिर मैले नाम राखेको छु, तपाईँले स्मल वा क्यापिटलमा केमा राख्नुभएको थियो त्यसैमा राख्नुपर्ने हुन्छ। यति गरिसकेपछि यहाँदेखि तलतिर सेक्युरिटी भनेको छ, यसमा यहाँनिर क्लिक गर्नुहोस्। यहाँ क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुनेछ WPA2 पर्सनल भनेको छ तल, यसमा क्लिक गर्नुहोस्। त्यस पछाडि तपाईँकोमा यहाँनिर पासवर्ड भन्ने अप्सन खुल्छ र यहाँनिर इन्टर पासवर्ड भनेको छ। यो पासवर्ड भनेको ठाउँमा अघि तपाईँले जुन पासवर्ड राख्नुभएको थियो त्यो पासवर्ड यहाँनिर राख्नुहोस्। उक्त पासवर्ड राखिसकेपछि तपाईँले कनेक्ट गर्नुहोस्। तपाईँकोमा जोइन अप्सन छ भने जोइनमा क्लिक गर्नुहोस् अथवा तपाईँकोमा मेरै जस्तो यहाँनिर माथि टिक लाउने अप्सन छ भने यहाँनिर क्लिक गर्नुहोस्। यति गर्न साथ देख्न सक्नुहुनेछ वाइफाई चाहिँ सक्सेसफुली रूपमा कनेक्ट हुने गर्दछ। मलाई आशा छ अब तपाईँहरूले सजिलैसँग आफ्नो वाइफाईको नामलाई हाइड गर्न सक्नुहुनेछ र यसरी तपाईँले हाइड गरिसकेपछि अब लिमिट सङ्ख्या मात्र कनेक्सन हुन्छ, जसले गर्दा तपाईँको वाइफाई फास्ट हुने त भइहाल्यो। आउने दिनहरूमा यस्तै टेक्निकल सम्बन्धीका जानकारीहरू प्राप्त गर्न सबैजनाले सनमिट च्यानललाई सब्स्क्राइब गर्नुहोस् अनि सब्स्क्राइब गरेपछि छेउमा रहेको बेल आइकनमा प्रेस गरेर अलमा दबाउनुहोस्, जसले गर्दा हरेक अपडेटहरू तपाईँहरूले सहजैसँग प्राप्त गर्न सक्नुहुनेछ। ओके, बाई बाई।